खुसीको लागि उनीहरूको घाँस बाँस कपासको लडाइँ हो। कुरा बुझ्नु भएन? त्यसले गर्दाखेरि यो लडाइँले जित्छ। किनभने आज मैले गोर्खाकै हेरेँ, मैले आउँदै गर्दाखेरि राजा विरोधी अभियानमा है, राजसंस्था विरोधी अभियानमा जम्मा 12 जना मान्छे निस्केर राजतन्त्र चाहिँदैन भन्दै रहेछन्। ओरतिर राजाकोमा 10,000 मान्छेले स्वागत गरिरहेको थिए। यो वातावरण कसले बनाएको? उनीहरूले नै बनाएको होइन। 15 गते हेरौँ न, माओवादी शहीद विप्लव जस्ता नाम चले दाईहरू हुनुहुन्छ, नेता हुन् नि त, उनीहरू राजनीति गरेका मान्छेहरू त। उहाँहरू निस्किउन् त्यो सभामा, हामी भुइँ मान्छेको सभा लिएर हामी निस्किन्छौँ। भुइँ मान्छेको लिएर कसकोमा मान्छे उधार्छन्? अब पनि नेपाली नागरिकले, यहाँ सुन्नुहोस्, नेपाली नागरिकले अब पनि मासु भातमा बसमा चढेर माओवादीहरूका सभा सम्मेलनमा गएछन् भने नि तीभन्दा अपराधी कोही पनि हुँदैन। गणतन्त्र अप्ठ्यारोमा पर्यो भन्छन्। के दुर्गा प्रसाईले पारिदिएको, राजाले पारिदिएको? अनि राजालाई मुख छाडेर नि गणतन्त्र जोगिन्छ? दुर्गा प्रसाईलाई थुनेर गणतन्त्र जोगिन्छ? जोगिँदैन प्रचण्डज्यू, जोगिँदैन केपी शर्मा ओलीज्यू, जोगिँदैन आर्जु भाउजू। हिजो आएर यहाँ के भन्दै थिइन् तपाईँहरू प्रश्नै सोध्न आउँदो रहेछ। तपाईँहरू के हो यो? प्रश्नै रहन्छ। आर्जुलाई तपाईँहरूले सोध्नु भएन? होइन होइन, सरकार त्यही त, सरकार ढाल्ने होइन नि त। अनि यो सरकार ढालेर के गर्नु? प्रचण्डलाई ल्याएर उयो शेरबहादुरलाई ल्याएर उयो चोरै चोरको एउटा चोर ल्याउने हो, डाकाको एउटा डाका ल्याउने हो। को ल्याउने? त्यही भएर व्यवस्थै फेर्ने हो। त्यसले गर्दाखेरि किन हेडा गर्ने भनेको उनले त्यो कुरो बुझेकी छिन्। खारिज गर्ने हो। कुन गणतन्त्रवादीले? तिमीलाई प्रश्नै सोध्न आउँदो रहेछ? अलिक टिभिजन गरेर ल, राजा बोल्नु हुँदैन र जवाब दिनु हुँदैन भनेर जे पनि बोल्न मिल्छ, जो पनि बोल्ने। हामीलाई त नेताले सबैले भुलिएको रहेछ। तपाईँले बिउजाइदिनु भयो। बिउजिँदा त हामी त नाङ्गै भएका छौँ भनेर भन्नुभयो। सम्पूर्ण पत्रकार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब परिवर्तनका लागि तयार हुनुहोस् भनेर भन्नुभयो। यसलाई तपाईँले कुन रूपमा लिनु भएको छ? होइन, उहाँले एउटा कुरा के बोल्नुभयो भन्दाखेरि त्यो बोलेको ठिकै पनि हो होइन, तर उहाँले बोल्न ढिलो भयो क्या। उहाँलाई मैले पहिले भनेको थिएँ नि, तपाईँ आउनुहोस् रविजी, तपाईँ व्यवस्था परिवर्तन नगरिकन हुँदैन भन्दा उहाँ नै व्यवस्था परिवर्तन भएको छ, अवस्था परिवर्तन गर्छु भनेर जानुभएको नि। उहाँलाई नै परिवर्तन गर्दै कि गर्दैन? गर्दैन त। मैले त सुरुदेखि भनेको होइन। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यो व्यवस्था परिवर्तन गर्नलाई सबैजना यो महाअभियानको, यो हामीले चलाएको महाअभियान छ नि जुन, राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान हो। यो महाअभियान हो। साना यो पार्टीहरू भनेको तपाईँ कित्रा भए? पार्टीको काम छैन। पार्टी त सकियो त। आज गोर्खामा महाराज धिराज बोल्दै गर्दाखेरि महाराज धिराजले कति राम्रो बोल्नुभयो। सबैलाई शान्ति होस्, देश विकास होस्, तपाईँहरूले डराउनु पर्दैन भनेर राम्रोसँगले बोल्नुभयो। त्यही ठाउँमा अस्ति महाराज धिराजले बोल्दाखेरि त्यही ठाउँमा प्रचण्डहरूले के भन्नुभयो? केपी शर्मा ओलीहरूले के भन्नुभयो? कहाँ तरुणीसँग को राजा नाच्यो अरे, कहाँ को राजा कहाँ नाच्यो अरे? प्रचण्ड जस्तो मान्छेहरूले त्यस्तो कुराहरू चाहिँ आफू चाहिँ कोसँग कहिले नाचेको थिएनन्। आफ्ना छोराहरू कोसँग नाचे, आफ्ना छोरीहरू कोसँग नाचे, त्यो होइन। एमाले भित्र के छ, काङ्ग्रेस भित्र के छ, त्यसले गर्दाखेरि होइन।